हाई एभ्रिवान। काठमाडौँ व्यस्त सहर धुलो धुवाँबाट अलिकति थोरै शान्त हुन चाहनुहुन्छ भने यो ठाउँ हजुरहरूको लागि उपयुक्त हुन सक्ने रहेछ। हामीले पनि यात्रा गर्ने क्रममा यहाँ पुगिन्छ भनेर सोचेर गएको ठाउँ त होइन, त्यही पनि यात्राको क्रममा पुगिएको एकदमै राम्रो मनोरम दृश्य देखिने ठाउँ पुग्यो। यो चाहिँ रहेको छ देउराली भ्यू टावर। ललितपुरदेखि माथि जानुपर्ने रहेछ, जहाँबाट चाहिँ एकदमै मनोरम दृश्यहरू हेर्न पाइने काठमाडौँ सहर हेर्दा लाग्छ रहर भने चाहिँ त्यहाँबाट चाहिँ हरियाली, साँच्चै नै प्राकृतिक दृश्यहरू एकदमै आनन्द दिने स्वच्छ वातावरण, त्यो टावरबाट चाहिँ एकदमै हेर्दाखेरि मन आनन्दित बनाउने दृश्यहरू रहेछ। र त्यहाँ हामी चाहिँ केही बेर रमायौँ, भिडियोहरू क्याप्चर गऱ्यौँ, पिङ पनि हालेको रहेछ, एकछिन पिङमा पनि खेल्यौँ। त्यस पश्चात हामी त्यहाँबाट फर्क्यौँ। चिसो चिसो मौसम, पानी पर्ला पर्ला जस्तो एकदमै आनन्द, माइन्ड फ्रेस हुने खालको हावा सबको चाहिँ त्यहाँ अनुभूति गर्न पाइने रहेछ। कहिलेकाहीँ नसोचेको ठाउँमा पुग्दा पनि एकदमै रमाइलो क्षणहरू कैद गर्नलाई चाहिँ हामी सम्भव भयौँ। एकछिन फोटो भिडियोहरू लियो। अब यत्रो टाढा गएपछि त अलिअलि भिडियो फोटोहरू त लिनै पर्यो, लिनको लागि चाहिँ, मेमोरीको लागि चाहिँ। त्यसपछि एकछिन बस्यो, त्यहाँबाट दृश्यहरू हेरियो। त्यहाँबाट हेर्दा चाहिँ निकै आनन्दित, र त्यहाँ बसिराख्दा चाहिँ एकदमै पिस चाहिँ वातावरण थियो। हरियाली, स्वच्छ वातावरण, फ्रेस हावा, एकछिनको लागि चाहिँ एकदमै रमणीय ठाउँ रहेछ, जहाँबाट चाहिँ एकदमै माइन्ड फ्रेस, स्वच्छ वातावरण, प्रकृतिले दिएको सुन्दर दृश्यहरू चाहिँ त्यहाँबाट अवलोकन गर्न पाइने रहेछ। चाहिँ एकदमै राम्रो देउराली भ्यू टावर, ललितपुर।